आयो आयो हाम्रो चाहिँ थाई करी बन्दैछ यो है अहिले ए पहिलो सुरुमा यो थाई जिन्जर भयो लेमन ग्रास लेमन लिफ भयो यहाँ हाम्रो हुन्छ कराई सेट गरेर है हेर्नुहोस् है पहिला मजाले भुट्ने यसलाई राम्रो तरिकाले हाई ग्रिन करी रेड गर्यो रेड गर्यो अब रेड करी हो अब मलाई पेस्ट देखिरहेको छैन नि भएर हाई रेड करी रहेछ अब यस्तै साथीहरू बनाउँदै हुनुहुन्छ हाम्रो दाइले स्यापले एकदम खाना एकदम मिठो बनाउनु चाहिँ यहाँले फेरि हेर्नुहोस् है खाना चाहिँ मिठो हो यहाँले फेरि रेड पेस्ट आयो थाई रेड पेस्ट आयो हाम्रो हेर्नुहोस् है तपाईँहरूलाई पनि काम लाग्न सक्छ पछि लाग्यो तपाईँहरूले हेरेर यो बनाउन सक्नुहुनेछ यदि तपाईँलाई आउँदैन भने राम्रो तरिकाले एकदम भिडियो बाई भिडियो क्लिप बाई क्लिप बनाएर मैले तपाईँहरूलाई देखाएको छु राम्रोसँग बुझ्नु होला भनेर लागि यो डेली पेस्ट है अब हाम्रोमा यो होममेड पेस्ट त छैन यो कलरको लागि हल्का हामीले डेकीमा चाहिँ युज गर्न सकिन्छ आफ्नो त्यो गरे पनि हुन्छ युज गरे पनि हुन्छ नगरे पनि हुन्छ त्यो आफ्नो इच्छा हो तर कलर चाहिँ थाइरोइड पेस्टै निकालिदिन्छ है तपाईँले बुझ्नुहोस् यदि नजाने कमेन्टमा भन्नुहोस् अब स्टक वाटर हल्का स्टक वाटर हालिदिनु यसलाई पेस्ट राम्रोसँग खोल्नु भने यसलाई राम्रोसँग कोर्सले यता रहेछ हेरा हुन्छ त्यसले गर्दा त्यो धपामा यो चाहिँ कोकोनट मिल्क पाउडर हेर्नुहोस् है तपाईँले पनि पुरा पाउडर है कमसेकम पनि 400 ग्राम कमसेकम 400 ग्राम चाहिँ हामीले युज गर्न सकिन्छ अहिले है यसमा अनि हाम्रो लागि तपाईँले आफ्नो क्वान्टिटी हिसाबले बनाउन सक्नुहुन्छ र हामीले चाहिँ जहिले पनि बनाउँदाखेरि 400 ग्राम युज गर्छौँ पाउलेको त छैन के को 400 खाल्दै हामीहरूले अन्दाजा छ नि त 5 लिटर हामी स्टक वाटर हाल्न सक्छौँ त्यसमा 5 गर्छौँ अब यसलाई चाहिँ राम्रोसँग घोल्ने हुस्करले राम्रोसँग कतै मिक्स हुने तरिकाले यसलाई हामीले हुस्करले चाहिँ मिलाउने यसलाई कतै पनि दाना नपरोस् भनेर होइन राम्रोसँग फिटिसक्यो यो हामीले थाई रेड करीको लागि मिल्क पाउडर घोलेर त्यसमा राखियो तर हेर्नु कलर चाहिँ कति दामी निस्किरहेको त्यसको लागि हामीले एकदम स्पेसल तरिकाले भिडियो बनाइराखेका छौँ त्यसको लागि सुगर ग्रोथ पाउडर यो ब्रेकफास्ट सुगर राम्रो कलर निस्किरहेको अब यसले एकछिन पकाउने हो कमसेकम पनि
कमसेकम यसलाई 5-8 मिनट चाहिँ पकाउनुपर्छ। 5 देखि 8 मिनटसम्म यसलाई राम्रोसँग पकाउनुपर्छ। तब मात्रै कडी हाम्रो कडी चाहिँ बनेर तयार हुन्छ। जति चलाए त्यति कलर निक्लिरहेको छ। हेर्नु चाहिँ कति राम्रो कलर निक्लिरहेको छ। जति ताकि त्यति कलर निक्लिन्छ। यो कोरीहरू पाकेर गाढा हुन लाग्यो नि त, गाढा भयो। अब यसलाई कम्तीमा नि हामीले 2 मिनटसम्म पकाउन सकिन्छ। यसलाई 2 मिनट समथिङ 2 मिनट धेरै भनेको। त्यसपछि चाहिँ यसलाई छान्नुपर्छ। छानेर अब टेस्ट गरेर यस्तो राम्रो भएको छ। हेर्नु कति गाढा भइरहेको छ। हामीले अब छान्नु। हाम्रो चाहिँ बनेर रेडी भइसक्यो। यो हाई रेड करी हेर्नुहोस् है राम्रोसँग। यदि नजानेको खण्डमा तपाईँले कमेन्टमा सोध्न सक्नुहुन्छ। अब अर्को रेसिपीहरू लिएर तपाईँले जे भन्नुहुन्छ त्यसको रेसिपीहरू लिएर म तपाईँको सामु उपस्थित हुनेछु। अहिलेको लागि यति नै। हेर्नुहोस्। थ्याङ्क यू। तपाईँहरूलाई कस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह अनि प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद।